सो फाइनली है त गाइस, सो हाम्रो गिभ अवेको चाहिँ नेम लिस्ट चाहिँ रेडी भइसकेको छ। अलिकति मेसी छ है, तर हामीले जस्ट पहिलोचोटि भएर यतिको चाहिँ गरेका छौँ। सो मलाई लाग्छ कसैको पनि नेम लिस्ट चाहिँ छुटेको छैन। सो आजको हाम्रो रुल चाहिँ कसरी हामी गिभ अवे चुज गर्छौँ भन्दाखेरि, यहाँ नेम लिस्ट छ एकपट्टि र अर्कोपट्टि पनि छ। लगभग हाम्रो 350 जनाको नेम लिस्ट छ। सो यो पाटोबाट हामी 2 जना लकी विनरलाई चुज गर्छौँ र यो पाटोबाट हामी 2 जना लकी विनरलाई चुज गर्छौँ। र यसपालि कम फिमेल एथलिटहरू भएको कारणले गर्दाखेरि 4 जना चाहिँ मेल एथलिट हामी चुज गर्छौँ र 1 जना चाहिँ फिमेल एथलिटहरू हामी चुज गर्छौँ। सो यो हाम्रो गिभ अवेलाई चाहिँ एकदम एक्साइटिङ इन्ट्रेस्टिङ बनाउनको लागि चाहिँ मैले आज स्पेसल गेस्टहरूलाई बोलाएको छु, जसले चाहिँ हाम्रो देश नेपाललाई चाहिँ नेपालमा मात्र नभई इन्टरनेसनल स्टेजमा पनि रिप्रेजेन्ट गरेर हाम्रो देश नेपालको नाम चाहिँ के रोशन गराइसक्नु भएको छ। सो लेट्स वेलकम देम अल। सो गाइज, लेट्स वेलकम आवर स्पेसल गेस्ट। सो आउनुहोस् हाम्रो स्पेसल गेस्टहरू। सो यो गिभ अवेलाई चाहिँ फेयर अनि इन्ट्रेस्टिङ बनाउनको लागि चाहिँ हामी आज यसमा यसरी टाँसेर राख्नेछौँ र यो पाटोबाट 2 जना एथलिट हामी चुज गर्छौँ र यो पाटोबाट चाहिँ हामी 2 जना एथलिटहरू चुज गर्छौँ र यिनै मध्ये चाहिँ 1 जना फिमेल एथलिट चाहिँ हामी चुज गर्छौँ है त। सो सबैजना गिभ अवेको लागि एक्साइटेड हो? सो ढिलो नभइकन अझै भिडियो लामो हुन्छ, त्यसैले गर्दा लेट्स गो स्टार्ट गेम, लेट्स गो। सो गाइज, हामी चाहिँ फर्स्ट र सेकेन्ड लकी कस्टमर चुज गर्नलाई चाहिँ रेडी छौँ। सो ल त, थ्याङ्क यू। सो हाम्रो 2 जना एथलिटहरू चाहिँ रेडी छन् फर्स्ट र सेकेन्ड कस्टमर चुज गर्नको लागि। सो तपाईँले देख्न सक्नुहुन्छ हाम्रो टार्गेट चाहिँ यहाँनिर छ र हाम्रो डट चाहिँ जसको नाममा गएर बस्छ उहाँ फर्स्ट र सेकेन्ड 2 जना लकी कस्टमर हुनुहुन्छ है त। सो गाइस रेडी? यस, लेट्स गो। ल सुरुमा कसले हान्छ? दीपक आनन्द। ल सुरुमा उसले हान्छ। ल भाइ, ल रेडी 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 ल रेडी 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 ठ्याक्कै गो। यस, को परो आयुष 7 हाम्रो फर्स्ट लकी कस्टमर हुनुहुन्छ आयुष 7। सो तपाईँलाई धेरै धेरै बधाई छ। सो हाम्रो सेकेन्ड लकी कस्टमर चुज गरौँ है त। सो रेडी रेडी ल लक्ष्मण, लेट्स गो लेट्स गो लेट्स गो। सेकेन्ड हाम्रो सेकेन्ड लकी कस्टमर हुन्छ काले। सो धेरै धेरै बधाई छ तपाईँलाई। सबै छेउमै गइरहे। सो अब यो पार्टीबाट चाहिँ हामीले 2 जना लकी विनर्स चाहिँ चुज गरिसकेका छौँ। सो हाम्रो बहिनीले चाहिँ फिमेल एथलिटलाई चुज गर्दै हुनुहुन्छ र बहिनीले हान्नुहुन्छ। सुरुमा फिमेल एथलिट पर्नु भएन भने बहिनीले जबसम्म फिमेल एथलिट पर्नुहुन्न तबसम्म उहाँले हानिरहनुहुन्छ। सो लेट्स गो है त। सो हेरौँ फर्स्ट फिमेल एथलिट को पर्नुहुन्छ। सो लेट्स गो लेट्स गो लेट्स गो लेट्स गो लेट्स गो। आकाश जोरो यो भनेको मेल एथलिट हो। सो सरी फेरि हान्नुहुन्छ उहाँले। जबसम्म फिमेल एथलिट पर्दैन यो 4वटै पुग्नु नि तपाईँ। ल लेट्स गो लेट्स गो लेट्स गो हान्नु। ल लेट्स गो लेट्स गो। मोनिका सापकोटा फिमेल एथलिट मोनिका सापकोटालाई बधाई छ। ल सो गाइस, हामीले चाहिँ 2 जना मेल एथलिट र 1 जना फिमेल एथलिट चाहिँ चुज गरिसकेका छौँ र यो पाटो पल्टाइसकेका छौँ। अब चाहिँ हामी 2 जना मेल एथलिट चुज गर्छौँ। सो लेट्स गो, को पर्नुहुन्छ हेरौँ है त। सो गाइस रेडी? को पहिले हान्ने? ल ल भाइ हिँड्ने कि भाइ? ल लेट्स गो लेट्स गो लेट्स गो हान्नु ल। यस, राज वैद्य हो कि विद्या हो? कङ्ग्रेचुलेसन है तपाईँलाई, तपाईँले जितिसक्नु भएको छ, तपाईँ लकी विनर भइसक्नु भएको छ। सो अब अर्को हाम्रो रेडी रेडी? ल ल ल लक्ष्मण रेडी? लक्ष्मणले ल लेट्स गो लेट्स गो। यस लेट्स गो। सक्षम बधाई छ तपाईँलाई, तपाईँ पनि लकी कस्टमर भइसक्नु भएको छ। हामीले सक्दो आफ्नो बेस्ट दिएको छौँ र अर्को पालि अझै पनि हाम्रो गिभ अवेहरू आउनेछ, त्यसले गर्दाखेरि चाहिँ हामीलाई फलो गरेर बस्नु होला। सो सबैजनालाई धेरै धेरै धन्यवाद पार्टिसिपेसनको लागि। सो आई होप सबैजनालाई चित्त बुझ्यो होला, हामीले जति सक्दो यो फेयर नै गर्ने कोसिस गरेको छौँ। सो सबैजनालाई धेरै धेरै धन्यवाद है त। अहिले चाहिँ उहाँहरूलाई त्यतिकै स्पेसल गेस्ट बोलाएको होइन, उहाँहरूको डेडिकेसन हार्डवर्कले गर्दाखेरि चाहिँ
चाहिँ मैले उहाँहरूलाई स्पेसल गेस्ट भनेको र उहाँहरू आएर हाम्रो यो कार्यक्रम चाहिँ एकदमै राम्रोसँग सम्पन्न भयो, इन्ट्रेस्टिङ पनि भयो, सबैजना खुसी पनि हुनुहुन्छ होला मलाई लाग्छ। सो एज अ थ्याङ्क्स गिभिङ हाम्रो एलपिएन फ्यामिलीको तर्फबाट चाहिँ हामी केही सानो गिफ्टहरू दिँदैछौँ उहाँहरूलाई। Yeah, let's go. इसारा बहिनीलाई Thank you so much. Thank you so much, LPN. ल Thank you. सो Clap hands. अर्को हाम्रो बार छ हाम्रो भाइको लागि। सो भाइलाई थ्याङ्क यू, कार्यक्रममा आउनुभएको धेरै धेरै धन्यवाद। र हाम्रो हुनुहुन्छ Thank you, friend. हाम्रो लक्ष्मण भाइ। Yes, thank you, Dad. सो सबैजनालाई धेरै धेरै धन्यवाद। सो आजको कार्यक्रम चाहिँ एकदमै हाम्रो राम्रोसँग सम्पन्न भयो। सो सबैजनालाई हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद, तपाईँहरूलाई आइदिनु भएकोमा धेरै धेरै धन्यवाद। Thank you so much. सो थ्याङ्क यू एभ्री वान, है त थ्याङ्क यू। See you next time. ल थ्याङ्क यू।